गाइस हामी चाहिँ आज यहाँ शिबुया भन्ने ठाउँमा छौँ। यहाँ पारि चाहिँ नेपालमा नजन्मे विदेशहरु कस्तो रमाइलो गरेर हिँडिरहेछ है। त्यही भने है डलरमा डलर हिँडिरहेछ। त्यही भने अब हामी मात्रै हैन केटीहरु है कस्तो घुम्न आइरहेछ। नेपालीहरु यार काम नगरी घुम्न पाउँदैन। अनि अर्को बालमा गाइस हामी नेपालमा नजन्मेस। अरु चाहिँ थाहा होइन म चाहिँ नजन्मेस। भाइको अब त्यस्तो एउटा उ चाहिँ मेरो भाइको गुनासो छ क्या एउटा मनमा हैन हो। एकछिन बसौँ न। अब हामी चाहिँ यहाँ पारि चाहिँ हाचीको स्ट्याचु भएको ठाउँ छ यहीँनिर। एकदम यो चाहिँ पछाडिको चाहिँ एकदमै बिजी एरिया हो। यो यहाँ चाहिँ एकदमै यो पुरै जेब्रा क्रसिङ चाहिँ एकदमै बिजी एरिया हो। यो वर्ल्डकै बिजी होइन भाइ, यो वर्ल्डकै बिजी ठाउँ हो यो है। वर्ल्डकै बिजी हो हैन। म त भन्छु अर्को बार नेपालमा नजन्मेस। विदेशी भएर जन्मेस के। भाइको गुनासै यही छ। अब हेरौँ के हुन्छ। हामी चाहिँ अहिले यहाँ जेब्रा क्रसिङ गरिरहेको छौँ। यहाँको चाहिँ एकदमै यहाँ एरिया चाहिँ बिजी एरिया हो। त्यही भएर चाहिँ हामी यहाँ मान्छेहरूको भिडभाड पनि धेरै छ। गर्मी पनि एकदम गर्मी छ यहाँ है। यो चाहिँ यति धेरै मान्छेहरू छन् यहाँ, पुरै बिजी एरिया छ। हामी चाहिँ यहाँ पछाडि चाहिँ हाचीको स्ट्याचु भएको ठाउँमा आएका छौँ। अनि यहाँ चाहिँ पुरै हाचीको स्ट्याचुमा पनि फोटो खिच्नलाई चाहिँ एकदमै लाइन लाग्नुपर्छ है। धेरै मान्छेहरू हुनुहुन्छ यहाँ। यहाँ चाहिँ यो पछाडि हाचीको स्ट्याचु हो। यहाँ चाहिँ पुरै मान्छेहरू लाइन बसिराख्नु भएको छ। हाचीको स्ट्याचु पछाडि चाहिँ हाचीको चाहिँ हेरिराख्नु भएको छ। यहाँ स्ट्याचु चाहिँ यो भयो। यहाँ पछाडि चाहिँ पुरै लाइन छ। यहाँ एकदमै लाइन बसेर बल्ल फोटो खिच्नु पर्ने यहाँ है।